प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारीहरू पुनः फर्कने प्रयासको कुनै सम्भावना नभएको दोहोर्याएका छन्। विराटनगरमा कोशी लगानी सम्मेलन उद्घाटन गर्दै उनले विस्थापित तत्त्वहरू फेरि फर्कन सकिन्छन् कि भनेर जमर्को गरिरहेको बताए। ओलीले भने नेपालको संघीयता र गणतन्त्र आएको धेरै नभएकाले प्रयास संसारभर हुन्छ, तर नेपालमा ती प्रयासहरूको कुनै सम्भावना छैन। प्रधानमन्त्रीले भने चैत 15 गते त्यो क्यारेक्टर देखाए अब सकिएर गएको छ। प्रतिगमनकारीले अधिनायकवादी चरित्र देखाएको भन्दै ओलीले प्रकाश सपुत र सुरक्षा पन्तको उदाहरण पनि दोहोर्याए। प्रतिगमनकारीहरूले देखाएको क्यारेक्टर प्रष्ट भएको छ। कोही कलाकारलाई कोही मान्छे मन पर्यो, कोही राजनीतिक दल मन पर्यो, त्यो कलाकारलाई असहिष्णु व्यवहार देखाएका छन्। एकजना कलाकारले एकजनालाई राम्रो हुनुहुन्छ, फिल्म खेल्दा राम्रो हुन्छ भनेको उहाँको फिल्म नहेर भनेर हल्ला पिटाए। अहिले सबै हिसाबले ल एन्ड अर्डर ठिक भएको भन्दै ढुक्क भएर लगानी गर्न उनले आह्वान गरे। ओलीले भने सडक र हवाई पूर्वाधारको अवस्था पनि ठिक छ, चाँडै कोशीबाट गङ्गासम्म जलमार्ग पनि सञ्चालन हुन्छ।